हेलो एभ्रिवान, नमस्ते। हामी चाहिँ ठुलो पार्टी भएर जानुलाई चाहिँ पशुपति आइपुग्यौँ। पशुपति आएर चाहिँ त्यहाँदेखि हामी फिक्कल जानलाई चाहिँ हामी यहाँ भ्यानमा गाडी पेसेन्जर वेट गरिरहेको थियो फिक्कलको लागि। अनि हामी फिक्कल पुग्यौँ। फिक्कल पुगेपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ गाडी मिलेन। यस्तो जाडो चिसो भएको बेलामा अर्ली इन द मर्निङ गाडी नमिल्दाखेरि चाहिँ एउटा गाडीमा फेरि यस्तै माया लाग्दो कुच्रेको जग्गामा जानु भन्यो 1500 रुपियाँ गोटा। त्यहाँदेखि फेरि हामीले हुँदैन क्यान्सल गर्नुपर्छ यो गाडी भनेर क्यान्सल गरेर त्यहाँदेखि एकछिन वेट गर्नुपर्छ भन्यो। त्यहाँदेखि सारा म फेरि उस एच मोमो खाइदिउँ भनेर हल्का दुईजनाले मोमो खाएर गाडी वेट गऱ्यो। त्यस पछाडि गाडी आयो, ब्याट्रीवाले गाडी परेछ अहिले जाँदा त हो। त्यहाँदेखि फेरि हामी यहाँ चाकच भएर बसेर त्यहाँदेखि आफ्टर सारा म हिँड्यौँ। त्यहाँदेखिको एउटा नानी फेरि नानी घरबाट नानी काखमा राखेर सारा म चाहिँ तिलगी गर्दै फेरि खाना खाने ठाउँमा रोक्यो। खाना खाने ठाउँमा किन रोक्यो भन्दाखेरि चाहिँ ब्याट्री चार्ज गर्नु रहेछ, 2 घन्टा त यहीँ टाइम वेस्ट। त्यहाँदेखि बल्ल बल्ल फेरि देखेर चाहिँ अलिकति सास आयो। नानी लानुस् न पहिला। आमा त एकदम सिरियस छ है। आमा त सिरियस भइरहेछ है बुवा यहाँ। लो खै आमा चाहिँ आमा चाहिँ यहाँ नानी सन्तोकी रहेछ र नानी चाहिँ धन्न सन्तोकी रहेछ र। बाई बाई। कहाँ तपाईहरुको फेरि पनि जस्तो हामी आइपुग्यौँ। हेर्नुहोस् यहाँ यस्तो दामी जग्गा रहेछ तर आइपुग्यौँ तर गाडी छैन। हामीले ताप्लेजुङको गाडी पाएन, रिजर्भ लानुहोस् भन्दै भन्यो। अब कहाँबाट चाहिँ रिजर्भ लानु हामी हो। त्यहाँदेखिको बल्ल एउटा गाडी मिलायौँ हामीले। त्यहाँदेखि गाडी मिलाएर चाहिँ यो स्पेसोमा हामी ताप्लेजुङसम्म जाने गाडी पायौँ। त्यहाँदेखि बल्ल हामी ताप्लेजुङतर्फ लाग्यौँ म र निशा। तर यति टाढो रहेछ, ट्राभल गर्दा रात पर्यो तर पनि हामी पुग्नै सकेको थिएनौँ। यस्तो रात परेर हाम्रो बिजोक भएर ट्राभलिङ गरेर सेम केदारनाथ जस्तै भयो ट्राभलिङ। त्यहाँदेखिको अब हामी माथि जानु नसक्ने हुनाले चाहिँ हामी द माउन्टेन होटलमा आएर बस्यौँ। र हाम्रो चाहिँ भोलि बिहानको यात्रा चाहिँ यहाँबाट सुरु हुन्छ र होटलमा हामी गएर चाहिँ रेस्ट गर्न बस्यौँ। अब खानासाना खाएर चाहिँ भोलि बिहान अर्ली इन द मर्निङ 3 बजी निस्किने हो। र मेरो सानो यो मिनी भ्लगलाई म यहीँ एन्ड गर्न लागिरहेको छु। बाई बाई, गुड नाइट।